गेमिङ ल्यापटपको भिडियोहरू चाहिँ हाम्रो च्यानलमा फ्रिक्वेन्टली रूपमा चाहिँ अपलोड भइरहेकै हुन्छ, तर स्टुडेन्ट र अफिस वर्क गर्नेहरूको लागि चाहिँ लाइट वेटमा एकदमै थिन ल्यापटप पनि आवश्यक पर्छ। त्यसैले रिभ्यूको लागि चाहिँ आज मैले लिएर आएको छु एसरको स्विफ्ट नियो 14, जसलाई चाहिँ गेमिङसँग मतलब छैन, डे टु डे वर्कहरू र अफिसको वर्कहरू अथवा स्टडीहरू गर्न चाहनुहुन्छ भने उहाँहरूको लागि यो ल्यापटप चाहिँ पर्फेक्ट हुन सक्छ। इन्टेलको अल्ट्रा 5 सिरिज 1 प्रोसेसर र ओलेड डिस्प्लेको साथमा आउने यस ल्यापटपको डिजाइन चाहिँ एकदमै राम्रो रहेको छ र लाइट वेटमा पनि छ र यसको प्राइस रेन्ज भनेको 98,000 को प्राइस रेन्ज यसको रहेको छ मार्केटमा। सो यसको फिचरहरू के छ, यसको पर्फर्मेन्स कस्तो हुनेवाला छ, यसको बारेमा डिटेलमा हामी अगाडि भिडियोमा चर्चा गर्छौँ। लेट्स स्टार्ट द भिडियो। अब डब्बाभित्र चाहिँ खास त्यस्तो केही पनि हुँदैन। एउटा ल्यापटप दिएको हुन्छ भने एउटा 65 वाट आवरको टाइप सी चार्जर चाहिँ यसमा दिएको छ। टाइप सी चार्जरको थ्रुबाट तपाईँले आफ्नो ल्यापटप मात्र होइन फोनलाई पनि मजाले चार्ज गर्न सक्नुहुन्छ। र तपाईँसँग 65 वाटको मोबाइल चार्जर छ भने पनि त्यसको थ्रुबाट पनि यसलाई तपाईँले मजाले चार्ज गर्न सक्नुहुन्छ। सो यो पनि एउटा राम्रो कुरा हो। अब यो पर्टिकुलर ल्यापटप चाहिँ दुईवटा कलरमा अभाइलेबल रहेको छ, मेटालिक ब्राउन र सिल्भर। र मसँग चाहिँ रिभ्यूको लागि आएको आइटम चाहिँ सिल्भर कलरको रहेको छ। यो ल्यापटप चाहिँ कम्प्लिट मेटल बडीको साथमा आउँछ र यसमा चाहिँ एसरको ब्रान्डिङ पनि तपाईँले देख्न सक्नुहुन्छ टपमा। यो ल्यापटपको वेट डिस्ट्रिब्युसन चाहिँ राम्रो रहेको छ, एक हातले मजाले तपाईँले ओपन गर्न सक्नुहुन्छ र यो चाहिँ 100 डिग्रीसम्म मात्र यसको हिन्ज जान्छ, त्योभन्दा बढी चाहिँ जाँदैन। अब यो ल्यापटपको टप र भित्रपट्टि चाहिँ म्याट फिनिसमा दिएको छ भने पछाडिपट्टि तपाईँले हेर्नु छ भने ग्लसी फिनिस तपाईँले देख्न सक्नुहुन्छ। ल्यापटप चाहिँ एकदमै हल्का रहेको छ, यसको वेट 1.3 केजी मात्र रहेको छ र यसमा तपाईँले चार्जरहरू एड गर्नु छ भने यसको वेट चाहिँ 1.7 केजीको आसपासमा जान्छ। यो ल्यापटपको पछाडिको भागमा चाहिँ इन्टेकको लागि चाहिँ यहाँ भेन्ट्सहरू ओपन रहेको छ। सिंगल थर्मल कुलिङ सिस्टमको साथमा आउँछ भने एक्जस्टको लागि चाहिँ यता पछाडि तपाईँले भेन्ट्सहरू देख्न सक्नुहुन्छ। अब त्यस्तो पावरफुल सिपियु चाहिँ यसमा छैन, जसले गर्दाखेरि सिंगल थर्मल कुलिङ सिस्टम पनि यो ल्यापटपको लागि चाहिँ इनफ नै रहेको छ। यसमा चाहिँ टपलेट फ्लेक्स चाहिँ थोरै मात्रामा देख्न मिल्छ भने यसको किबोर्डको फ्लेक्स भने चाहिँ त्यति धेरै देख्न मिल्दैन, एकदमै डिसेन्ट नै लाग्यो मलाई चाहिँ। अब यस ल्यापटपको मेन हाइलाइट पोइन्ट भनेको डिस्प्ले हो। 14 इन्च WQXGA ओलेड डिस्प्ले यसमा तपाईँले देख्न सक्नुहुन्छ। यसको मतलब यस ल्यापटपमा 1920x1200p को डिस्प्ले तपाईँले देख्न सक्नुहुन्छ। 16:10 को एस्पेक्ट रेसियोको साथमा यो डिस्प्ले चाहिँ उपलब्ध रहेको छ र यसमा 150% sRGB, 111% NTSC, 116% Adobe RGB र 116% DCI-P3 कलर ग्यामेट दिएको छ। अब यसको मतलब यसमा फुल अन एक्युरेट कलर डिस्प्ले तपाईँले देख्न सक्नुहुन्छ। युट्युब भिडियो हेर्नको लागि, मुभीहरू वाच गर्नदेखि लिएर तपाईँको कलरसँग कुनै पनि काम छ भने यो ल्यापटप चाहिँ एकदमै पर्फेक्ट रहेको छ यसको डिस्प्लेको कारणले गर्दाखेरि। र यसको पर्फर्मेन्स चाहिँ कस्तो हुन्छ यसको विषयमा चाहिँ अगाडि हामी चर्चा गर्नेछौँ। अब यसमा चाहिँ अराउन्ड 350 निट्सको पिक ब्राइटनेस तपाईँले देख्न सक्नुहुन्छ भने 60 हर्ट्ज डिस्प्लेको साथमा यो ल्यापटप चाहिँ उपलब्ध रहेको छ। र यदि तपाईँले 60 हर्ट्ज भन्दा माथिका ल्यापटप पहिला चलाउनु भएको छ भने यो ल्यापटप चाहिँ तपाईँको लागि त्यति स्मुथ चाहिँ फिल नहुन पनि सक्छ, विच इज ओके फर दिस ल्यापटप, किनकि यो गेमिङ ल्यापटप चाहिँ होइन। त्यसकारणले 60 हर्ट्जको रिफ्रेस रेट पनि यो ल्यापटपको लागि चाहिँ इनफ नै रहेको छ। तर 120 अथवा 144 दिएको भएदेखि अझ स्मुथ चाहिँ पक्कै पनि फिल हुन्थ्यो। अब यो ल्यापटप चाहिँ इन्डोरमा युज गर्नु छ भने त्यस्तो रिफ्लेक्सनहरू खासै देख्न मिल्दैन भने आउटडोरमा युज गर्नु छ भने ग्लसी डिस्प्ले भएको हुनाले तपाईँलाई अवश्य रूपमा रिफ्लेक्सनहरू चाहिँ डेफिनेट रूपमा देख्न मिल्छ। र यो पर्टिकुलर ल्यापटपमा चाहिँ HDR को सपोर्ट पनि रहेको छ, त्यसैले तपाईँले मुभी र कन्टेन्टहरूलाई चाहिँ HDR क्वालिटीमा चाहिँ मजाले इन्जोय गर्न सक्नुहुन्छ। यो ल्यापटपको साइडमा चाहिँ पातलो बेजल्सहरू तपाईँलाई देख्न मिल्छ भने टपमा चाहिँ अलिकति मोटो बेजल्सहरू देख्न मिल्छ। अब यो पर्टिकुलर ल्यापटप चाहिँ ओलेड डिस्प्लेको साथमा आउँछ र ओलेड डिस्प्ले भनिसकेपछि बर्निङ इस्युहरू पनि डेफिनेट रूपमा आउन सक्छ भविष्यमा। अब यो ल्यापटपको खराबी नभएर यो डिस्प्लेको लिमिटेसन नै हो ओलेड डिस्प्लेको। र यो कुरालाई तपाईँले अभोइड गर्न चाहनुहुन्छ भने तपाईँले किबोर्डमा FN प्लस F2 कीलाई चाहिँ दबाउनु भयो भने यसको स्क्रिन चाहिँ अफ हुन्छ, जसले गर्दाखेरि तपाईँलाई चाहिँ यो बर्निङ इस्युहरू चाहिँ धेरै नआउन पनि सक्छ। र यसका अलावा तपाईँले स्क्रिन सेभरहरू पनि डिफ्रेन्ट लगाउन सक्नुहुन्छ, जसले गर्दाखेरि स्क्रिन रिफ्रेस भइरहेको छ। सो बर्निङ इस्यु चाहिँ यसमा नआउन सक्छ। अब यसको पोर्ट्सको कुरा गर्ने भने यसको राइट साइडमा माइक्रो SD कार्ड स्लट तपाईँले देख्न सक्नुहुन्छ र त्यसको छेउमा USB Type-C 3.0 को सपोर्ट पनि तपाईँले देख्न मिल्छ भने 3.5 mm को हेडफोन र माइकको लागि कम्बो पोर्ट पनि तपाईँले देख्न सक्नुहुन्छ। र यो ल्यापटपमा अर्को कुरा के मन पर्यो भन्दाखेरि यसमा माइक्रो SD कार्ड स्लटको लागि पनि अप्सन दिएको रहेछ। सो जसले गर्दाखेरि तपाईँले ठुल्ठुलो हार्ड ड्राइभहरू SSDहरू बोकेर हिँड्नु परेन, स्टोरेजको लागि सानो माइक्रो SD कार्डहरू लिएर पनि तपाईँले चाहिँ मजाले युज गर्न सक्नु नै भयो। अलि प्रिमियम सिरिजका ल्यापटपहरूमा छिटफुट मात्रामा दिएको देखिन्छ भने बजेट सिरिजका ल्यापटपहरूमा चाहिँ यो पोर्ट चाहिँ खासै देख्न सकिँदैन। यसमा चाहिँ दिएको रहेछ, एकदमै खुसी लाग्यो यो देखेर। र यो ल्यापटपको लेफ्ट साइडमा USB
3.2 Gen 1 टाइप सी पोर्ट चाहिँ दुईवटा देख्न सकिन्छ। यो चाहिँ DP पोर्ट भएकाले तपाईँले यसबाट डिस्प्ले आउटपुट चाहिँ मजाले लिन सक्नुहुन्छ र यसले चाहिँ 65 वाटको पीडीलाई पनि मजाले सपोर्ट गर्दछ। त्यति मात्र होइन, यस ल्यापटपको पछाडिको भागमा पनि दुईवटा पोर्टहरू तपाईँले देख्न सक्नुहुन्छ। एउटा भनेको HDMI 2.0 को सपोर्ट यसमा दिएको छ भने एउटा भनेको USB टाइप A पोर्ट तपाईँले देख्न सक्नुहुन्छ। जनरली यति धेरै USB टाइप C पोर्टहरू चाहिँ खास गरेर कुनै पनि ल्यापटपमा देख्न मिल्दैन। अलिकति हायर सेगमेन्टका ल्यापटपहरूमा चाहिँ अलिकति दिएको हुन सक्छ, तर बजेट सिरिजमा हेर्नुहुन्छ भने USB टाइप C पोर्टहरू यति धेरै दिएको देख्न पाइँदैन। तर यस ल्यापटपमा चाहिँ दिएको छ, जुन चाहिँ हाम्रो लागि चाहिँ एकदमै राम्रो कुरा हो। यो चाहिँ 14 इन्चको ल्यापटप हो, त्यसकारणले यसमा चाहिँ 10 कीलेस किबोर्ड तपाईँले देख्न सक्नुहुन्छ। यदि तपाईँहरूलाई नमप्याडको निड छ भने तपाईँले एक्सटर्नल किबोर्ड चाहिँ जोड्नु पर्ने हुन्छ। यसमा चाहिँ नमप्याड तपाईँले देख्न मिल्दैन र यसको किबोर्ड चाहिँ डिसेन्ट नै रहेको छ। कीहरू पनि एकदम क्लियर रूपमा चाहिँ भिजिबल रहेका छन्। यो किबोर्डमा वाइट ब्याकलाइट पनि दिएको छ, त्यसकारणले अलिकति रातिमा टाइपिङहरू गर्नु छ भने डेफिनेटली तपाईँको लागि केही हेल्प चाहिँ हुन सक्छ। तर अरू ल्यापटपमा भन्दा यसको ब्राइटनेस चाहिँ अलिकति कम पाएँ मैले चाहिँ। तपाईँलाई के लाग्छ लेट मी नो इन द कमेन्ट। यो ल्यापटपको ट्र्याक प्याड पनि एकदमै ठुलो छ, चलाउँदाखेरि स्मुथ नै हुन्छ, फुल्ली क्लिकेबल छ र मल्टी जेस्चरलाई पनि यसले सपोर्ट गर्छ र यसमा चाहिँ फिजिकल फिङ्गरप्रिन्ट स्क्यानर पनि दिएको छ। भनेपछि तपाईँले यो ल्यापटपलाई एउटा औँलाको सहायताले नचाउन सक्नुहुन्छ। के बोले भाइ? के बोले? आई मिन ओपन गर्न सक्नुहुन्छ। अब यसमा यसरी 2 मेगापिक्सलको क्यामेरा दिएको छ र यसले चाहिँ 1080p भिडियोलाई चाहिँ 30 fps मा मजाले रेकर्ड गर्न सक्छ। अब यसको क्वालिटी कस्तो आएको छ तपाईँले देख्न सक्नुहुन्छ। अब जियोस डिसेन्ट नै रहेको छ। सो यदि तपाईँले जुम मिटिङहरू गर्नुहुन्छ, अनलाइन क्लासहरू लिनुहुन्छ भने यो क्यामेरा पनि डिसेन्ट नै रहेको छ तपाईँको लागि। लाइट सोर्स चाहिँ मसँग त्यति उपलब्ध छैन, तर पनि यो चाहिँ अलिकति ब्राइट नै देखिरहेको छु। तपाईँलाई के लाग्छ लेट मी नो इन द कमेन्ट र बाँकी कुरा चाहिँ म एडिट गर्दाखेरि चाहिँ हेरि नै हाल्छु। अब यो ल्यापटप चाहिँ 50 वाट आवरको यसमा ब्याट्री दिएको छ। यसमा चाहिँ यु सिरिजको प्रोसेसर भएको हुनाले यसमा चाहिँ पावर ड्र चाहिँ त्यति धेरै गर्दैन। त्यसैले तपाईँले यसमा 6 देखि 8 घण्टाको ब्याट्री ब्याकअप चाहिँ तपाईँले देख्न सक्नुहुन्छ यदि तपाईँले कन्टिन्युअसली रूपमा यस ल्यापटपलाई युज गरिरहनु भएको छ भने। र यदि तपाईँले अन अफ गर्दै यो ल्यापटपलाई चलाइरहनु भएको छ भने त्योभन्दा बढी ब्याट्री ब्याकअप पनि यो ल्यापटपले दिन्छ। र यो ल्यापटपसँग 65 वाटको एड्याप्टर पनि तपाईँले देख्न सक्नुहुन्छ, जसले चाहिँ अराउन्ड 2 आवरको आसपासमा यो ल्यापटप चाहिँ फुल चार्ज गर्न सक्छ। अब यसको मेन स्पेकको बारेमा पनि चर्चा गरौँ। यो ल्यापटप चाहिँ इन्टेल कोर अल्ट्रा 5 115U CPU को साथमा आउँछ। यसमा 8 कोर र 10 वटा थ्रेड तपाईँले देख्न मिल्छ, तर यसमा 2 वटा पर्फर्मेन्स कोर, 4 वटा एफिसिएन्सी कोर र 2 वटा LPE कोर तपाईँले देख्न मिल्दछ। अब यो सीपीले चाहिँ म्याक्सिमम 15 वाटको पावरलाई चाहिँ ड्र गर्दछ, त्यसकारणले गर्दाखेरि पनि यो CPU चाहिँ एकदमै पावर एफिसिएन्ट रहेको छ। र यसमा चाहिँ इन्टेल AI बुस्ट पनि दिएको छ, सो सानोतिनो AI का वर्कहरू पनि तपाईँले यसमा गर्न सक्नुहुन्छ। त्यसका अलावा यसमा इन्टेलको इन्टिग्रेटेड GPU पनि तपाईँले देख्न सक्नुहुन्छ र त्यस्तै यसमा 16 GB को LPDDR5X र्याम तपाईँलाई देख्न मिल्छ भने 512 GB को Gen 4 SSD तपाईँले यसमा देख्न सक्नुहुन्छ। र यो पर्टिकुलर SSD को स्पिड पनि एकदमै राम्रो रहेको छ। ओभर 6600 को रिड स्पिड तपाईँले देख्न सक्नुहुन्छ भने राइट स्पिड चाहिँ यसमा 5000 प्लस को दिएको छ र यसमा चाहिँ सिंगल SSD स्लट मात्र तपाईँलाई देख्न मिल्छ। र कनेक्टिभिटीको लागि वाइफाई 6 र ब्लुटुथ 5.2 को पनि यसमा सपोर्ट रहेको छ। र यसमा चाहिँ तपाईँले फोटोसपलाई चाहिँ मजाले चलाउन सक्नुहुन्छ, तर एडिटिङ जस्तो वर्कहरू गर्नु छ भने यो ल्यापटपले चाहिँ खासै धान्दैन, अलिकति ल्याग भइहाल्छ। तपाईँले फुटेजहरू राख्नुभयो भने 1080p लेभलमा पनि तपाईँलाई गर्न अलिकति मुस्किल पर्न जान्छ। अब यो पर्टिकुलर ल्यापटप चाहिँ नर्मल वर्कको लागि डिजाइन भएको हुनाले यसमा चाहिँ भिडियो एडिटिङ जस्ता हेभी वर्कहरू चाहिँ गर्न त्यति सम्भव चाहिँ छैन। र बाँकी चाहिँ तपाईँलाई ट्राई गर्न मन लाग्यो भने तपाईँले ट्राई पनि गर्न सक्नुहुन्छ। फिल्मोरा अथवा क्यापकट जस्ता सफ्टवेयरहरू यसले रन पनि गर्न सक्छ। सो यो चाहिँ तपाईँले आफै ट्राई गरेर पनि हेर्न सक्नुहुन्छ। र यसमा चाहिँ मैले के सफ्टवेयरहरूलाई पनि रन गरेर हेरेको थिएँ। तपाईँलाई चाहिँ बेन्चमार्कको स्कोर मैले देखाउँछु। यसमा चाहिँ सिनबेन्च 823 मा मल्टिकोर CPU पर्फर्मेन्स चाहिँ 3700 पोइन्ट्स यसमा आएको छ भने अलमोस्ट 1300 को आसपासमा चाहिँ यसको सिंगल कोर पर्फर्मेन्स आएको छ। त्यस्तै गरेर सिनबेन्च 824 मा पनि मल्टिकोर पर्फर्मेन्स तपाईँको 193 पोइन्ट्स आएको छ भने सिंगल कोरमा चाहिँ 27 पोइन्ट्स मात्र यसमा आएको छ। अगेन तपाईँले चाहिँ गिगबेन्चको CPU र GPU स्कोर पनि साइड बाई साइड हेर्न सक्नुहुन्छ। मल्टिकोर र सिंगल कोर पर्फर्मेन्स कस्तो आएको छ, त्यस्तै गरेर ओपनसिएल स्कोर पनि कस्तो आएको छ भनेर। र यदि तपाईँले बेन्चमार्कहरू कम्पेयर गर्न छ भने मेरो पुरानो प्रिभियस भिडियोहरूमा बेन्चमार्कहरू मैले मजाले राखिदिएको छु। ती ल्यापटपहरूको बेन्चमार्क तपाईँले स्क्रिनलाई चाहिँ पज गरेर एकछिन मजाले हेर्न सक्नुहुन्छ र तिनीहरूलाई चाहिँ साइड बाई साइड कम्पेयर पनि गर्न सक्नुहुन्छ कति स्कोर आएको छ भनेर। जति धेरै यसको स्कोर हुन्छ त्यति नै बेटर पर्फर्मेन्स यसले निकालेर दिन्छ भनेर तपाईँले बुझ्न सक्नुहुन्छ। यो ल्यापटप चाहिँ थिन र लाइट वेट डिजाइनमा दिएको छ, जसले गर्दाखेरि यो स्टुडेन्टको लागि, कलेज वर्कहरू गर्नको लागि, प्रोजेक्ट गर्नको लागि अथवा अफिस वर्कको लागि चाहिँ एकदमै
यो ल्यापटप चाहिँ सुइटेबल नै रहेको छ। र फेरि गेमिङ ल्यापटपहरूको टेस्ट गरिरहेको बानी यसमा पनि अलिकति गेम खेलेर हेरौँ भनेर मैले GTA 5 चाहिँ यसमा चलाउने कोसिस गरेको थिएँ। एकदमै लो रिजोल्युसनमा एकदमै कम रिजोल्युसनमा यसमा चलाउने कोसिस गरेँ। प्लेबल FPS चाहिँ यसमा डेफिनेट रूपमा आएको थियो, तर यो ल्यापटप चाहिँ गेमिङको लागि पनि सुइटेबल छैन। यसमा गेमिङ चाहिँ ट्राई नगर्नु होला। अब पुरानो मोडलका हल्का फुल्का गेमहरू खेल्न चाहनुहुन्छ भने डेफिनेट रूपमा खेल्न सक्नुहुन्छ, बट यो ल्यापटप चाहिँ गेमिङ र एडिटिङ जस्ता हेभी वर्कको लागि चाहिँ डिजाइन गरिएको छैन। डे टु डे वर्कहरूको लागि, स्टुडेन्टका प्रोजेक्टहरूको लागि, अफिसको वर्कहरूको लागि चाहिँ यो ल्यापटप चाहिँ बेस्ट नै रहेको छ। सो यही नै थियो एसर स्विफ्ट नियो 14 को पुरा रिभ्यू चाहिँ। र यो पर्टिकुलर ल्यापटपलाई चाहिँ तपाईँले कम्प्युटर दरबारको स्टोरबाट 98,000 को प्राइसमा तपाईँले खरिद गर्न सक्नुहुन्छ। र यो ल्यापटप पर्चेस गर्दा अथवा कुनै पनि पिसी एक्सेसरिजहरू पर्चेस गर्न तपाईँलाई मन छ भने तपाईँले कम्प्युटर दरबारको स्टोरमा भिजिट गर्न सक्नुहुन्छ। र अलिकति मेरो रेफरेन्स दिनुभयो भने तपाईँलाई केही एक्स्ट्रा डिस्काउन्ट पनि अवश्य रूपमा मिल्नेछ। एट द एन्ड तपाईँ स्टुडेन्ट हो, वर्किङ प्रोफेसनल हो र भिडियोहरू कन्ज्युम गर्नको लागि तपाईँलाई डिसेन्ट ल्यापटप चाहिएको छ भने डेफिनेट रूपमा यो ल्यापटपलाई तपाईँले चेकआउट गर्न सक्नुहुन्छ। र यदि तपाईँलाई यो ल्यापटपसँग अरू कुनै पनि ल्यापटपको कम्पेरिजन भिडियो चाहिएको छ भने लेट मी नो इन द कमेन्ट। मैले चाहिँ ल्यापटपको कम्पेरिजन भिडियो पनि ल्याउने कोसिस गर्नेछु। बाँकी यदि तपाईँको मनमा केही जिज्ञासा छ भने कमेन्ट बक्समा तपाईँले कमेन्ट पनि गर्न सक्नुहुन्छ। अब नेक्स्ट भिडियोमा चाहिँ हामीहरू उपस्थित हुनेछौँ नयाँ भिडियोको रिभ्यू लिएर। टिल देन नमस्ते एन्ड जय नेपाल।